बहिनी हजुर के गरिँदैछ ए बसाइ आउनुहोस् न भित्रै ए बस्नुहोस् न। अन्त कता गयो भाइ चाहिँ? यसो एकछिन डुल्नु जानुभएको छ यताउता कि ए तपाईँ अन्त कति कामले आउनुभयो होला? खै काम त के भन्नु र, पानी परेको अघिदेखि आउनु पर्यो भनेर भनेको थिएँ हो। हजुर पानी परेको त्यो त भाइसँग र तपाईँसँग एउटा सल्लाह गर्नु परेको भन्ने थिएँ। भाइ त छैन रहेछ है? ए हजुर मलाई भन्दा पनि हुन्छ नि। त्यही त हो बहिनी, अब खै नानीहरूलाई त पढाइयो नि। अब यति बेला मेरो नानीले राम्रो पर्सेन्टेज लिएर पास गरेछ हो, क्लास 12मा इक्जामको रिजल्ट आयो नि। अन्त नानीले भन्दैछ आमा म बाहिर जान्छु पढ्नु भनेर भन्दैछ। अन्त त्यसकै लागि भनेर मैले हो खाइ नखाइ दुःख गरेर यताबाट उता गरेर अलिअलि पैसा चाहिँ जमाएको थिएँ। सबै उसको बाउले चाहिँ कति बेला लगेछ अनलाइन गेम खेल्नु। अन्त म त यहाँ छैन नि बहिनी, रातभरि सुताइ छैन, भाले बासा हो। अब बिहान भइसक्यो, सोचाइ पर्यो आज भन्दै भोलि भन्दै अब नानीलाई पढाउनु पर्ने, उता पठाउनु पर्ने, 1 रुपियाँ बचाएन रहेछ। त के गर्नु, टाउकोभरि यता लोन निकालौँ भन्दा पनि घरको लोन गाडीको लोन छ। यसो बहिनीलाई भाइलाई अलिकति छ कि पैसा भनेर माग्नु पाएको नि। पैसा त अहिले अस्ति नानीको एउटा ठुलो बर्थडे गरिदिएको, गाउँको वरिपरिको केटाकेटीहरू पनि ठुलो मान्छेहरू पनि बोलाएर गरिदिएको बर्थडे। अन्त अहिले पैसै छैन नि, त्यो सबै पैसा त्यसमा सक्यो नि। अन्त अहिले त मेरोमा छैन नि पैसा त कि। बरु माथिल्लो घरमा जानुहोस् न, अस्ति हिजो भर्खर एलआइसीको पैसा म्याच्योर भएको छ कि बा त्यहाँबाट दिनुहुन्छ होला हौ, त्यहाँ नभए इन्ट्रेस्टमै भए पनि माग्नुहोस् न। तर मैले भनेको चाहिँ नभन्नुहोस् है। ए त्यहाँ भर्खर एलआइसीको पैसा म्याच्योर भएको छ? हिजै म्याच्योर भएको। त्यही त हो बहिनी, सोचाइले यो के होला है? यो त झन्नु बाम हो नि। ए टाउको दुख्दा लाउँछ हैन? टाउको दुख्दा रातभरि सोचाइ, दिनभरि पनि काम कसरी गर्दैछु केही याद छैन, सोचाइ परेर टाउको दुखेर हो। अब जति दुःख गरे, यता गरे उता गए, अलिअलि कमाएको पैसाले खप्पै अनलाइन गेम। यो अनलाइन गेमले चाहिँ मान्छे सुसाइड बनाइसक्यो, घरबाट झगडा भइसक्यो, बुढीले छोडिसक्यो, बुढाले छोडिसक्यो। तर अब यो अनलाइन गेम भन्छ है, बन्द गर्नु नि। तपाईँकोमा त्यसरी खेल्छ? हजुर मेरो त नानीहरू कति खेल्छ, खालि अनलाइन गेम, टाइम पाउनु हुँदैन, खालि अनलाइन। के गर्नु र बहिनी, नानीहरूको छेउमा भन्नु भएको छैन है तिम्रो बाउले सबै पैसा अनलाइन गेममा हालेछ नि भन्नु भएको छैन। अनि म त चुप्प लागेर यसो पैसा खोज्नु आएको हो। के गर्नु, अब कसो आधी मासु भइसक्यो नि हौ बहिनी। अब त्यहाँ यसो है अलिकति भए पनि इन्ट्रेस्टमा 1-2 वर्षको लागि माग्नु पर्यो। एलआइसी म्याच्योर भएको छ है। तर मैले भनेको चाहिँ नभन्नुहोस् नि। ए हुन्छ खानु पिनु केही छैन बहिनी, सोचाइ आएर है नानीकै लागि के को लागि दुःख गर्नु है। हामी चाहिँ नानीकै लागि दुःख गरिन्छ। बाउहरूले ट्याप्पै बुझ्दैन अनलाइन गेम। खै अब आधी मासु भयो भने म जान्छु ल, भाइ पनि ढिलो आउँछ है। तर मैले भनेको चाहिँ एकदम नभन्नुहोस् है। ल हुन्छ ल मान्छे है घरमै हुनुहुन्छ घरमै हुन्छ त्यही।